चाहिँ धेरै बेर बस्दिनँ, निहाल्छु जे पनि हुनसक्छ है, भागिहाल्नुपर्छ गाइस। बस्नु छ अहिले म चाहिँ दिउँसै तर्साउने ठाउँमा छु कि दिउँसै तर्साउने यो ठाउँमा नि गाइस, यो ठाउँमा मान्छेले बोलाइ लिएर गराउने त्यो उतापट्टि चाहिँ छारा छ कि त्यहाँनिर लरान धकालिदिन्छ। यस्तो चाहिँ धेरै भइसक्यो कि धेरै मान्छे मरिसक्यो यो गाउँमा, यो ठाउँमा धेरै मान्छे मरिसक्यो। पहिला यहाँनिर चाहिँ यो माथि चाहिँ एउटा चौतारो छ कि चौतारो छ, त्यो चौतारो नि म हजुरहरूलाई देखाउँछु। त्यहाँ चौतारोमा चाहिँ ऊ बेला एउटा लाउरेर नि भरिया आइरहेको थियो अरे कि। अब ऊ बेला त गाडी थिएन, यहाँ गाडी भर्खर धेरै नि भएको नि, यहाँ गाडी आउनु थालेको मान्छे त्यही 13-14 वर्ष भयो होला लगभग। यहाँ चाहिँ हिँडेर आउनु पर्थ्यो कि, हिँडेर आउनु पर्ने। अनि त्यहाँ त्यति बेला चाहिँ लाउरेलाई यसरी रक्सी हान्देर नि भरियाले, लाउरेलाई रक्सी हान्देर नि भरियाले रक्सी हान्देर पनि। अनि यहाँ माथि चौतारो छ, त्यो चौतारो आएर नि साँझ परिसकेको थियो अरे, रक्सी हातको तालमा त्यहीँ सुत्यो अरे कि। सुत्दाखेरि त्यो लाउरेलाई चाहिँ आफ्नै भरियाले मारेको अरे कि, आफ्नै भरियाले मारेर नि छोडिदिएको रहेछ अरे। अनि त्यही भएर चाहिँ यहाँ चाहिँ दिउँसै तर्साउँछ कि। अनि अलिअलि 5-6 बजेतिर चाहिँ आफै बोलाउँदै लान्छ अरे। अनि त्यो जाने मान्छेलाई चाहिँ केही थाहा हुँदैन अरे। अनि उतापट्टि भिरमा लरानी पनि धकालिदिन्छ अरे कि। यस्तो ठाउँ छ गाइस। यहाँ छ चौतारो पहिला धेरै तर्साउँथ्यो, अझै पनि तर्साउँछ यहाँनिर, अझै पनि तर्साउँछ। यो चौतारो यहाँ छ कि, त्यही भएर अचेल त कोही मान्छे आएर नि बस्दैनन्। यो चौतारो यत्तिकै छ गाइस, यही चौतारो। हामी जाउँ है त गाइस, चौतारो अहिलेसम्म मान्छे कोही जाँदैनन् कि। यहाँ चाहिँ धेरै तर्साउँछ कि गाइस। 250 लाग्छ, अब थाहा छैन मलाई पो के हुने हो। भर्खर कति बजी छ, 12 बजी छ, 12 बजी छ। ए गाइस चौतारो यही चौतारोमा चाहिँ यही चौतारो हो यहाँनिर। त्यो त पछि बनाएको हो। यो चौतारोमा चाहिँ यही रुखको फेदमुनि चाहिँ आड लाएर राख्थ्यो अरे कि। मान्छे मारेर लाउरे मारेर आफ्नो भरियाले, आफ्नै भरियाले मान्छे मारेर नि राखिदिएको अरे कि। यही चौतारो म चाहिँ धेरै बेर बस्दिनँ, निहाल्छु जे पनि हुनसक्छ है, भागिहाल्नुपर्छ गाइस। तर्साउँछ राइट गाइस, कति बेला जे पनि हुन्छ।